हाम्रो खेत यार 100 बारमा 27 किलो आयो आलु ल्याइदियो होइन पनि भन्नु यो भन्नु पर्छ बुझ्छन् तिमी त सानो मोटो बनाइदिनु तिमी ठुलो हुन्छ तिमी ठुलो हुन्छ लाउनु के आले नेगुन लाउँदिनु ले जागे यो त हो के यो लाउ का ठण्डो के देले भागा काटेर हमर काटेर अरे दलदल छैन पानी हाल्नु पर्ने क्या यही दियो त ल्याउ नि रसा खाइदिन नआउने एक त नानी आज भन्दा सबै म त्यति ठाउँ पहिला आए पनि हेर्नु कुटी पनि मान्दैन हत्या त नै वापी पास किन समात्या कुरा हैनन् के मेरो त आज सुताइ क्या हो त पुतारी नि होइन नि साला आसिया चाले आएर त पाइदैन त त्यो पनि तान्दिन त्यो पनि छ टेन्सन अब छ त्यो अब छ त्यो त्यति फुल्का नल्न पनि लानुहुन्छ खेल्दै जानु त्यही त हो शान्त हैन सुबिको हैन बिस्तारा सम्पत्ति हैन काय गर्नु त रिजा पाइन्छ नि के लाग्यो भयो अब न घर उभिँदैन नि दिनु त है हजुर ले मैले है लिदिए त पर बहिनी लिखिँदा अन्त ढोल्नु लान्छ त्यहीँमा ढोल्नु मेरो त सिलगढाबाट पनि हाल्नु त पाउँदै सबै घर एउटै ठाउँ हिँड्दै बाहिर आउन देखाउनु पर्यो ठिकै छ गुड हो यस्तो चित्त गर्नुपर्छ
आज पुरा टेक्स गर्नु पर्यो भोलिको लागि गोठ आउँछ भेष हेर्ने भने के कहाँ छ दिन्छ अब मेरो काम केही छैन अबदेखि विशालले पनि बहिष्कार गरेछ यो हेर्नु ज्याकेट पुग्नेला हाम्रो युट्युबवाला भाइहरू चाहिँ नि गर्दैछन् बाँधेर कति लाख बाँधेको म्युजिक बनाएपछि केही लाग्छ म्युजिक बजी कता भयो आगो नाथे कभरेट लागेर मैले फेरि कभरेट डिलिट गर्नु हुँदा भिडियो डिलिट गर्नु थाल्यो दिनुपर्ने भन्ने हो विचार फेरि फेसबुक ठिक गरेछ छिटो बोल्छ त हैन यो ल्याऊ चिर त्यो त एउटा न खाइदि घुङ्गु रोटी हातीकाला चिसो घुसी गर्छ
भान्साले बस्नुहुन्छ हजुर केही भएन क्या तपाईँहरू गौतम घन्टाले धुनु पनि मानेर रहेछ कि यसले किती बरी बिगार्छ अरे एउटा ए तेरी यो मन त पछाडि हालेको छु क्या पछाडि हालेको छ राजे मिसाएर जान्छ क्या त्यो चिनी हुनुपर्छ त्यो तरिकाले बनाउने हो चिनी हाल्नु हुँदैन के चल्छ के स्याउ यो सानोवाला ठिक छ अब हाम्रा यताउता अन्त कुङ्गा सङ्ख्या कुङ्गा जति कुना होइन राम्रो लाग्छ तपाईँको यो भिडियो बनाउनु मम्मीसँग कुरा गरेँ नि त पर बिजनेस होला पो पाल्के दर्जन त्यति नि
हाम्रो गाउँला नि अनि केही नभएको को बजार भाइ सानो उठाउनु पनि झ्याउ हुन्छ क्या म त खारीतिरै हुने च्याउ कि धन्न जति ल्याउनु पनि त यस्तै ठुलो ठुलो यो झादो हुन्छ त झाल त्यही झालमा चाहिँ पुरै ठुलो अझ होइन कि कट्टा छैन 57 होइन लास्ट नम्बर ल एकपल्ट यहाँ कहाँ पर्यो मलाई खचरा आउन लाग्यो नि उदा हुन्थ्यो गाउँले झाल भने कहीँ गर्ने होइन फेरि पकाउने भाजा हाल्दै फाल्छ डाइरेक्ट नकाटे घर जान्छ भने अर्को मलाई पनि दिनु न बाबुले फेरि भिरबारीको तपाईँ त्यसै एउटै सुन्त होला हैन हजुर भोलि सबले घर घर पुर्याउने कोही पुग्छ कोही पुग्छ चाहिँ फेरि त्यो गरौँ मिल्नुपर्छ क्या सबै कुरामा विशेष लाग्दैन जेन्जीहरू जाऊ धेरै त पुगेर ठ्याक्कै जाऊ न जाऊ छाता नहीं यार ये भी कहाँ उल्टा गरौँ न चाहिँ दही छ बाबा बाँझोइका झिर्क्याइला दाउरा मान खरानी छँदैछन् नि त खाल बरु खाल्न जोर खाल्न
अँ खुट्टा त हाच्छौँ न नबोल्दिनु भयो यता कता पुग्ने